आजदेखि लागेको छ नयाँ साल। आज के गरियो त? हेलो साथीहरू, सबैजना सन्चै अनि आरामै हुनुहुन्छ होला। तपाईँहरूलाई स्वागत छ फेरि मेरो नयाँ ब्लगमा। बिहान उठ्ने बित्तिकै यहाँ फेरि मम्मीले फेरि यहाँ आलुसित एउटा अन्डा उसिनिदिनु भएको रहेछ कि यहाँ अचार खाने गरेको। त्यही भएर आलु उसिन्दै आगोमा बाहिर होइन ट्याक भएर यहाँ फेरि अन्डा खान त परिहाल्यो। एउटा अन्डा उसिन्नु भएछ, अरू चाहिँ आलु है गाइस। फेरि अनि फेरि यता एउटा अन्डा हान्दै होइन ट्याक्क पाएर यता हेर्दै यहाँ फेरि बाबाले फेरि सुर्ती खान थालिदिइराखेँ। कमेडी गर्दै अनि तलतिर गएको थिएँ पुरा। यहाँ त मोबाइल चलाइदिइरहेको हिजो फेरि। अनि यहाँ हेर्नु न खतरा पारामा खुब नाच्दै आज नयाँ साल। हजुरहरूको कस्तो भयो त? मेरो चाहिँ यता टिका लगाइयो होइन ट्याक्क पारामा यता दुध लिन गइदिएको। म चाहिँ ट्याक्क पारामा दुध लिन गइदिएर यसो हिँडिदिएको त होइन। अनि फेरि यता फेरि लुगा धुन मन लाग्यो। फेरि लुगा धुन त जाने पनि स्कुलको ड्रेस लगाएर कहाँ अनुहा लाग्यो। यहाँ फेरि लाएर जाम्न लगाउँदै त जाम्न जा धारामा भन्दै त साथीहरूको घर गयो होइन। यता फेरि बाबुको घर गएर यहाँ हेर्नु न फेरि पुरा मोबाइल जत्थेर जाँदाखेरि मोबाइल। अनि यता फेरि किम्मु खाँदै हो कि हैसलु खाँदै ट्याक्क बारीहरूको सिन देखाउँदै यहाँ देखाउँदै होइन। अनि हामी फेरि ट्याक्क पारमा धारामा पुग्यो त। अनि पुगेर मैले कपडा सपडा धोइदिएँ होइन, नुहाउन सुहाउन थाल्दै। यहाँ चाहिँ अलिक भिडियो गर्न मिलेन होइन, समात्न पऱ्यो नि त, मिल्दिनँ भन् जस्तो हुन्न। अनि ट्याक्क पारामा नुहाइसुहाइ भएर हाम्रो पुरै कामहरू पनि भइयो होइन। आज चाहिँ त्यस्तो कुनै खास छैन, नयाँ साल आए पनि होइन। अब जिन्दगी यस्तै होला आजलाई यति भयो।